जिल्लाको नेतृत्व या त हामीले यहाँ भुक्दै आएको 2040 सालपछि 46 सालपछि या त 56 सालपछिका हरेक निर्वाचनहरू जितिरहेका नेतृत्वहरू हाम्रो जिल्लामा हुनुहुन्छ। तर त्यो जिल्लाको नेतृत्वले अहिलेसम्म के गर्यो भन्ने एउटा ठुलो प्रश्न तपाईँहरू हामीले चाहिँ अहिलेसम्म उठाउनु पर्नेछ। एउटा अब सामान्य बाटोको विषय हेर्नुहोस्, बाटो बन्नुपर्ने मात्र 13-14 किलोमिटरको अत्यन्तै खराब बाटो छ। ठेक्का लागेको वर्षौँ भइसक्यो। त्यो ठेक्काको म्याद अवधि त्यो जुन खालको एउटा सम्पन्न मिति थियो त्यो सम्पन्न म्याद पनि सकिसक्यो, तैपनि अझै पनि बाटो निर्माण भएको छैन। अब हामीले 40-45 वर्षसम्म एउटा नेतृत्वबाट एउटा गतिलो बाटो समेत पाउन सकेनौँ भने त्यो नेतृत्वबाट अरू हामी के आश गर्न सक्छौँ भनेर एकदम चाहिँ निकै ठुलो प्रश्न उठाउनु भएको छ। अब त्यसका लागि तपाईँ हामी जस्ता युवाहरू डिभिजनमै पुग्ने हो कि त्यहाँ गएर जवाब दिने हो कि यो नेतृत्वबाट सम्भव नभएकै कारणले गर्दाखेरि अहिलेसम्म हामीले दुःख पाइरहेको छौँ भने अब हामी जति पनि छौँ 15 जना 20 जना 25 जना 40 जना युवाहरू चाहिँ कमसेकम डिभिजनसम्म पुगौँ। त्यहाँको नेतृत्वलाई एकचोटि यो के कारणले ढिलाइ भइरहेको छ त्यसको कारण मात्रै खोजौँ क्या। कारण मात्रै खोज्यो भने पनि दबावमा पर्छ र उसले कमसेकम जुन खालको ढिलासुस्ती गरिरहेछ त्यो ढिलासुस्तीबाट ऊ मुक्त हुन सक्छ र बाटो समयमै सम्पन्न हुन सक्छ। यस्ता खालका विषयहरू धेरै उठाउनु पर्नेछ।